हामी कहाँ जाँदैछौँ? कहाँबाट कहाँ जाँदैछौँ सर? अब यता हेरिस्यो त, यता हेरिस्यो न सर। हामी कहाँबाट कहाँ जाँदैछौँ भनिदिनु। पाल्पाको श्रीनगर जाँदैछौँ। कहाँबाट कहाँबाट जाँदैछौँ त? ऋणीबाट हामी श्रीनगर जाँदैछौँ है। ऋणी यो तीनटा पुलको। अब हामी ऋणीबाट चाहिँ श्रीनगर जाँदैछौँ। पाल्पा श्रीनगर। पाल्पाबाट गुल्मी। हजुर भैरव स्थान हुँदै हामी पाल्पाबाट गुल्मीको तपाईँको झोलुङ्गे पुल तरेर गुल्मी आएर अनि हामी अब पाल्पा जाँदैछौँ श्रीनगर। मण्डललाई त 100 रुपियाँ पाउँछ होला सायद। अर्गली फाट होइन त? एकदम राम्रो धान उत्पादन हुने पाल्पाको अर्गली फाट। जहिले हरियो है। अनि यति राम्रो उत्पादन हुने ठाउँ रहेछ। यहाँ उत्पादन भएको धानले चाहिँ यहाँका बासिन्दाहरूलाई खान पुग्छ अरे। हामी छिर्यौँ भन्नुपर्छ। साँच्ची पत्याउनु हुन्छ होला है। राम्रो ठाउँ है। बाफ्रे यस्तो विकसित भएको छ हाम्रो गाउँघरहरू। अनि केलाई अविकसित भन्ने क्या?
टपमै पर्छ श्रीनगरको जङ्गलमा छौँ हामी एकदमै वन नेपालको धन घुम्न जाँदो रहेछ त्यहाँ मायालुको मन है सर गुरुजीले पनि कहिलेकाहीँ उखान टुक्का बनाउनु हुँदो रहेछ खतम भएछ बाटो अलिक खतम बाटो रहेछ हल्लियो भिडियो घुमघाम पछिको खाजा टाइम भएको छ कति राम्रो पानी खाने करुवा देखेपछि मलाई घट पानी खान मन लाग्यो कति मिठो पानी पाल्पाको भने नि हजुरहरूलाई व्याख्या गरेर सकिँदैन क्या हामी श्रीनगरको डाँडोको पार्किङमा आइपुगेका छौँ हाम्रो ग्रुपहरू गाडी यहाँनिर थन्क्याएर अघि बढिसक्नु भएको छ सबैजनाले हाई गरिदिस्यो त यता फर्केर हाई गरिदिनु होला ल हाम्रो टिमले हाई गरिसकेको छ हामी अब श्रीनगरको डाँडातिर लम्किँदैछौँ लाइयो होला कि कस्तो मजाले ल ए अलिअलि चिसो त भइहाल्छ नि किन तर्सिनु भएको ल जाउँ सर हिँड्दै गर्न मिल्ने हो सर सुख दुःख बाटौँ है मिलेर हामी श्रीनगर डाँडातिर लम्किँदैछौँ म यसरी भिडियो खिच्दैछु ए पछाडि हाम्रो हाई गरिदिनुहोस् गुरु सर हाई केही भन्नु छ सरलाई केही छ रमाइलो भइरहेछ ए ओके भिडियो कस्तो मजाले खिचिरहेछ क्या यस्तो क्लियर खिच्या छ आज यतिको के चिसो हो शीतल हुँदैछ नि हाय हामी रामपुरमा के अरे श्रीनगरको डाँडामा जाँदैछौँ यो सर्टकट वे रहेछ गाह्रो रहेछ चढ्दैछौँ गाह्रो छैन ठिकै छ सर श्रीनगरको डाँडामा जाँदैछौँ यो सर्टकट वे रहेछ हामी सर्टकट वे चढ्दैछौँ गाह्रो छैन ठिकै छ सर
यहाँ थोरै खुड्किला जस्तो बनाउनु पर्ने रहेछ है। हाम्रो टोली लेफ्ट राइट गर्दै श्रीनगर डाँडातिर छौँ, हेर्दैछौँ। यो सर्टकट वे रहेछ। काफल त वैशाखमा हो नि त खाने। माथि बालकृष्ण सर, मनोज सर, हाई गर्नु न। ए सन्तोष सर, हाम्रो राजन सर, हाम्रो सरको नाम के? ओके ओके ओके, परशुराम। स्या स्या भएको छु म चाहिँ। सरहरू अगाडि अगाडि लम्किँदै हुनुहुन्छ। त्यही त हो नि, सन्तोष सरलाई पनि उकालोमा स्या स्या आएछ। मेरो नि हालत त्यस्तै छ। फाइनल्ली 10 देखि 15 मिनटको उकालो हिँडिसकेपछि हामी श्रीनगरको टावरमा आइपुगेका छौँ। देख्न सक्नुहुनेछ, साँझ भइसकेको छ। साँझ भइसकेको छ, त्यही भएर अलि उज्यालो चाहिँ देखिन सकिएन टावरलाई। म स्या स्या गर्दै बोलिरहेको छु। गेटबाट छिरेँ। ल हेर्नुहोस्, यस्तो अब अवसर कहाँबाट पाइएला त हजुर, पछि पछि आउने। हामीसँग हिँड्नु भएको ग्रुप, हाम्रो सरहरू यहाँ थाकेर बस्नु भएको। हात हल्लाइदिनु होला सबैजनाले। सरहरूले थाकेर आया एकछिन आराम गर्न थाल्नु भएको छ। हामी श्रीनगरको टावर अगाडि छौँ। म बिस्तारै माथिसँग टावर देखाउँछु। ल हेर्नुहोस्, अग्लो पो छ त टावर। ल हाम्रो यो अवसरका लागि बालकृष्ण सरलाई धेरै धेरै धन्यवाद। सँगसँगै सन्तोष सर पनि मुसु मुसु हाँस्दै हुनुहुन्छ। कालो चस्मा टाउकैमा, ढाका टोपी सिरैमा। हामी 4 जनाको टिम छ। म सहित 5 जना, म सहित 5 जना। घाम ढल्न लागेको अवस्था। भित्रतिर लाग्यौँ। ल जाउँ जाउँ जाउँ। धरहरा, सेम धरहरा है, मोडल त्यही रहेछ। ल चढिस्यो सबैजना, म पछि पछि आउँछु। हामी भ्यू टावरभित्र छिरिसकेका छौँ श्रीनगरको। सेम धरहरा रहेछ यसको मोडल। हामी टावरमाथि आइपुगेका छौँ। कस्तो लाग्यो सर? गलित भयो? थकाइ लाग्यो? हामीले यहाँबाट पाल्पा माडी फाँट हेर्दैछौँ। कस्तो मजाले देखिया छ, तर मेरो मोबाइलमा किरिङ मिरिङ मात्रै देखियो। यी सबै घरहरू हुन्। फाँट हेर्नुहोस् न, कति राम्रो फाँट देखिया छ यहाँबाट। धान पाकेछ, लगभग काट्ने बेला भएछ। कस्तो आनन्दको देखियो। ल जाउँ न त, जाउँ जाउँ जाउँ। यहाँ माथिबाट तानसेन बजार कस्तो राम्रो देखिया छ।
तल टुँडी खेल पाल्पाको टुँडी खेल होइन त यो पाल्पाको टुँडी खेल अनि उत्ताको आर्मी ब्यारेक देख्न सक्नुहुनेछ यो लामो जुम गरेर देखाउँदैछु आर्मी ब्यारेक अनि यो टुँडी खेल भइहाल्यो अनि ठ्याक्क अगाडिको चाहिँ नगरपालिकाको भवनी माथि मन्दिर जस्तो भएको टुँडी खेलमै जोडिएको कति राम्रो देखिँदो रहेछ साथीहरू भ्याउनुहुन्छ समय मिल्छ भने 2-4 दिन समय निकालेर पाल्पा आउनु होला एकदमै रमणीय स्थल रहेछ मलाई चाहिँ एकदमै मन पर्यो पाल्पा तानसिन हेर्न सक्नुहुनेछ यहाँ ओहो म त यस्तो मोहित भएको छु सर कुरै नगरौँ यो ठाउँ हैट कति लक्की हुनुहुँदो रहेछ सर तपाईहरू यस्तो ठाउँमा जन्मिने मौका पाउनु भयो अब यो भिडियोमा यो बीचको लाइन चाहिँ स्याङ्जा पर्यो बीचको डाँडो ओल्लो डाँडो पाल्पा उत्ताको डाँडो चाहिँ गुल्मी कति मजाले यहाँनिर हिमाल देखिएको छ आहा सा वंशको कुल पूजा गर्ने मन्दिर कहाँ पो थियो यहाँ मैले त भेटिनँ सिधा यहाँबाट गएपछि सिधै उहाँ परको आलम होइन स्कुल सोध्नु भयो नि स्कुलको जस्ट माथि टुप्पा ए यहाँनिरबाट अलि देखिँदो रहेनछ मोबाइलमा यो चाहिँ यहाँनिर यहाँ आलाम मन्दिर यो डाँडाको अलिअलि देखिएको मैले जुम गरेर देखाएको चाहिँ आलाम मन्दिर रहेछ यो चाहिँ शाह वंशको कुल पूजा यहाँ हुँदो रहेछ हरेक साल शाह वंशका चाहिँ सन्ततिहरू यहाँनिर आएर कुल पूजा गर्नु हुँदो रहेछ ल हेर्नुहोस् कस्तो महत्त्व राखेको ठाउँ रहेछ यो ओल्लो हरियो डाँडो चाहिँ पाल्पा बिचको चाहिँ स्याङ्जा उत्ताको चाहिँ गुल्मी ओहो कस्तो राम्रो भ्यू देखेको यो आलाम यहाँनिर अलिअलि यो डाँडोको टुप्पोमा अलिअलि देखिएको यो थोरै अलिअलि घर जस्तो देखिएको यो डाँडो चाहिँ आलाम मन्दिर रहेछ जुन चाहिँ राज संस्थाको कुल मन्दिर रहेछ हरेक वर्ष शाह वंशले यहीँनिर आएर आफ्नो कुलको पूजा गर्नु हुँदो रहेछ ल हेर्नुहोस् कस्तो राम्रो महत्त्व अब यहाँनिरबाट म तपाईँलाई सर टावर माथिबाट अब निस्किने ल हेर्नुहोस् सर घुमाएँ मैले सरसरी घुमाउँछु एकचोटि अनि हामी झर्दै गरौँ कस्तो मजाको ठाउँ है आहा ल यस्तो ठाउँ हजुर ठाकुरदाई गाउँपालिका हो उतो चाहिँ ठाकुरदाईको उतो रातो घर छ नि उति हजुर मुनिपट्टि ठाकुरदाईको शिवलाई मन्दिर तल्लो मुनिपट्टि ठाकुरदाई घर एहे ल हेर्नुहोस् कति राम्रो ठाउँ छ आजलाई टावर माथिको भ्यू यति नै बाई झर्दैछौँ हामीले पाल्पा घुमिसकेपछि आजको पहिलो दिन पाल्पाको पहिलो घुमाइ र हामी सँगसँगै हुनुहुन्छ बालकृष्ण सर आज हामीले बिहानदेखि अहिलेसम्म कहाँ घुम्यौँ होला हामी पाल्पाको धेरै ठाउँ घुमियो हजुर पूर्वी पाल्पा र पश्चिम पाल्पा हजुर बिचको तानसिन नगरपालिका भित्तिकोट गाउँपालिका हजुर केही भूभाग घुमियो हजुर जसमध्ये हामी पाल्पाको दरबार सङ्ग्रहालयबाट सुरु गरियो हजुर पाल्पा दरबार सङ्ग्रहालय अवलोकन गरियो हजुर त्यसपछि हामी भगवती मन्दिर हजुर पाल्पाको ऐतिहासिक मन्दिर भगवती मन्दिरको अवलोकन गरियो दर्शन गरियो हजुर त्यसपछि हामी रानीमहल तर्फ लागियो रानीमहलको मनमोहक दृश्य अवलोकन गर्दै हामी रानीमहलको कालीगण्डकी स्नान गर्दै र रानीमहलको महत्त्वको बारेमा केही बुझ्दै त्यहाँको केही तस्बिर खिच्दै त्यसपछि हामी करिडोरको बाटो समाएर पाल्पाको रुरु क्षेत्र धाम ऋडी ऋषेश्वर मन्दिरको दर्शन गरियो
र त्यहाँ अवस्थित 3 मुखे पुल हजुर स्याङ्जा पाल्पा र गुल्मी जोड्ने 3 पुलको हजुर अध्ययन अवलोकन र त्यहाँको मनमोहक दृश्य अवलोकन गर्दै हामी त्यहाँबाट फेरि गुल्मीको बाटो हुँदै गुल्मी गएर गुल्मीको बाटो हुँदै गुल्मीको पुल तरेर हामी पाल्पाको भैरवस्थान हारथोक हुँदै श्रीनगर डाँडामा अहिले श्रीनगरको भ्यू टावरबाट यो प्रत्यक्ष प्रसारण गरिरहेको छौँ भेटिरहेका छौँ गफ गरिरहेका छौँ साह्रै रमाइलो भएको छ हजुर मेरा आदरणीय साथीहरू अमलाजी हजुर मदन सर हजुर हाम्रो सन्तोष दाजी हजुर खर्सु भाइ हाम्रो टिमले राजन सर सिङ्गो टिमले बडा राम्रो रमाइलो गरियो साह्रै रमाइलो लागेको छ यस्तो अनुभूतिहरू अरू साथीहरूलाई सेयर गर्न पाउँदा खुसी लागेको छ हजुर अरू साथीहरू पनि यसरी पाल्पा आइदिनुहोस् घुमिदिनुहोस् भन्न चाहन्छु धन्यवाद धन्यवाद यता चाहिँ हामी 5 जनाको टिम छौँ यहाँनिर एकदम रमाइलो टिम छ हामी एकदमै बिहानदेखि अहिलेसम्म रमाइलो गरेर घुम्दै यो टावरमा आएर भ्यू टावरमा आएर आजको हाम्रो यो गन्तव्य पुरा गरेका छौँ त्यसको लागि सम्पूर्ण अब हामी टुँडी खेल हुँदै मदन पोखरा हुँदै हामी हाम्रो गन्तव्य स्थललाई टुङ्ग्याउँदै हाम्रो चाहिँ वासस्थानतिर लम्किन्छौँ भन्दै सम्पूर्णलाई बाई हाई गरिदिनु होला सबैले ओके बाई पानी खायो भने बोल्ने पानी कुवा बक्सी हो अब